7 वर्ष पो भइसकेछ पछि तपाईले हामीलाई छोडेर जानु भएको। कान्छी, मेरो शेषपछि मलाई सपनामा देख्दा गाली नगर्नु है। मैले तिमीहरूको नराम्रो होस् भनेर होइन, मैले सम्झेको बेला तिमीहरूको सपनामा आउँछु भन्नुहुन्थ्यो। त्यही भएर होला वैशाख पूर्णिमाको छेक पारेरै त्यही भएर होला वैशाख पूर्णिमाको छेक पारेरै जानुभयो अनि हरेक वैशाख पूर्णे छेक पारेरै सम्झिनुहुन्छ। साँच्ची बजै कम्ता खुसी लाग्दैन तपाईलाई सपनामै भए पनि देख्नु, तपाईको बोली सुन्नु अनि बात मार्न पाउँदा। त्यसैले त 7 वर्ष भइसक्दा पनि तपाईको आवाज र सम्झना हिजै मात्र भिडियो कलमा बोलेको जस्तो ताजा भइराख्ने। हुन त तपाईलाई जहिले पनि सम्झिरहेकै हुन्छु, तर आज एकजना साथीले उसको बजैलाई चिठी लेखेर सुनाएको भिडियो देखेपछि मलाई पनि जानी नजानी तपाईलाई सम्झिँदै केही कुरा लेख्न मन लाग्यो। कोही कसैले आफ्नो बजेको कुरा गर्न साथ म तपाईलाई सम्झिहाल्दो रहेछु। फेसबुकमा, टिकटकमा, बस ट्रेनतिर, बाटोघाटोतिर कोही नातिनी बजे साथै भएको देख्न साथ म फेरि तपाईसँगको मेरो बाल्यकाल सम्झी। फेसबुक, टिकटकतिर, बस अनि ट्रेनतिर बाटोघाटोतिर कोही नातिनी बजे साथै भएको देख्न साथ म फेरि तपाईसँगको मेरो बाल्यकाल सम्झिन्छु। त्यो तपाईले लै 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 गर्दै गाउने लोरी अनि सुनकेसरी रानीको कथा, तयामा खियामा र हेच्छा कुक्पाको कथा, वर्ष पो भइसकेछ पछि तपाईले हामीलाई छाडेर जानु भएको पनि। कान्छी, मेरो शेषपछि मलाई सपनामा देख्दा गाली नगर्नु है। म तिमीहरूको नराम्रो होस् भनेर होइन, मैले सम्झेको बेला तिमीहरूको सपनामा आउँछु भन्नुहुन्थ्यो। त्यही भएर होला वैशाख पूर्णिमाको छेक पारेरै जानुभयो अनि हरेक वैशाख पूर्णिमाको छेक पारेरै सम्झिनुहुन्छ। साँच्ची बजै कम्ता खुसी लाग्दैन तपाईलाई सपनामै भए पनि देख्नु, तपाईको बोली सुन्नु अनि बात मार्न पाउँदा। त्यसैले 7 वर्ष भइसक्दा पनि तपाईको आवाज र सम्झना हिजै मात्र भिडियो कलमा बोलेको जस्तो ताजा भइराख्ने। हुन त तपाईलाई जहिले पनि सम्झिरहेकै हुन्छु, तर आज एकजना साथीले उसको बजैलाई चिठी लेखेर सुनाएको भिडियो देखेपछि मलाई पनि जानी नजानी तपाईलाई सम्झिँदै केही कुरा लेख्न मन लाग्यो। कोही कसैले आफ्नो बजेको कुरा गर्न साथ म तपाईलाई सम्झिहाल्छु। म तपाईलाई सम्झिहाल्दो रहेछु। मेरो मनको अन्तरकुनामा तपाई आइसक्नु भएको हुन्छ। फेसबुकमा, टिकटकतिर, बस ट्रेनतिर, बाटोघाटोतिर अनि कोही नातिनी बजे साथै भएको देख्न साथ म फेरि तपाईसँगको मेरो बाल्यकाल सम्झिन्छु। त्यो तपाईले लै 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 गर्दै गाउने लोरी अनि सुनकेसरी रानीको कथा, तयामा खियामा र हेच्छा कुक्पाको कथा, रोटीको बोटको कथा, बनमान्छेको कथा, सात माइतीको कथा अनि अरू के को कथाहरू सुनाउँदा कम्ता आनन्द आउँथेन। म चाहिँ तपाईको सबै कथा नै सुनि नसकिकन निदाउँदै रहेछु। अहिले जति सम्झिनु खोज्दा पनि त्यो कथाको फेद र टुप्पा भन्दा अरू याद नै छैन रहेछ। अनि है त्यो तपाई
अनि है त्यो तपाईँको भत्किन लागेको घरबाट धुवा निस्केको देख्दा कान्ला माथिबाट फोक्सो सुक अनि है त्यो तपाईँको भत्किन लागेको घरबाट धुवा निस्केको देख्दा कान्ला माथिबाट फोक्सो सुक्ने गरी लेख्रो तानी तानी बजाई ए बजाई भन्दै पुछार घरकाले सम्म सुन्ने गरी बोलाउँदा अनि तपाईँले हजुर भनेको भर्खरै जस्तो लाग्छ। कस्तो राम्रो। चैते वैशाखको पारिलो घाम छेक्न रिठा र सखुवाको फेदमा लहरै राखिएको चप्लेटी ढुङ्गाको बिसाउनीमा शीतल ताप्दै तलको दुधकोसी हेर्दै तपाईँको स्वरमा गीत अनि खै के को कथा र सिलो गरु सुनेको खुब याद आउँछ। हरेक साल सिजन अनुसार सुटुनी, सिमल तरुल, केरा, अम्बक अनि निबुवाहरू सबै नाति नातिनीहरूलाई बोटमै भाग छुट्याएर राखिदिनुहुन्थ्यो। हामी घर फर्किँदा माथिको बरपिपलसम्म पुर्याउन आउनुहुन्थ्यो। सायद बाजेको चौतारीसम्म पुगेर स्वर्गीय बाजेलाई भेटेको महसुस पनि गर्नुहुन्थ्यो होला। हामीलाई चाहिँ तपाईँ हामीसँगै घरसम्मै गएर उतै बस्न पाए नै हुन्थ्यो नि जस्तो लाग्थ्यो। सानो टर्च लाइट दलिनमा सिउरिएर सुत्नुहुन्थ्यो।